के तपाईले कहिल्यै सोच्नु भएको छ भगवान गणेश जस्तो महान देवताको वाहन सानो मुसक अर्थात् मुसो किन भयो? यसको पछाडिको रहस्य के लुकेको छ? एक अद्भुत र परिवर्तनकारी कथा। एक समय गजमुखासुर नामको एक शक्तिशाली राक्षस थियो। त्यो अत्यधिक अहंकारले भरिएको र आफ्नो शक्तिमा अन्धो थियो। उसको अत्याचारले देवता र मानव सबै भयभीत भए। कसैलाई पनि उसले छोडेन, कसैले पनि उसलाई रोक्न सकेनन्। अन्ततः भगवान गणेश प्रकट हुनुभयो शान्त तर शक्तिशाली स्वरूपमा अधर्मको अन्त्य गर्न। त्यसपछि सुरु भयो शक्ति र अहंकार बीचको युद्ध, जहाँ प्रत्येक प्रहार सत्यको पक्षमा। लामो समयको युद्ध पश्चात भगवान गणेशबाट राक्षस पराजित भयो र आफ्नो गल्ती स्वीकार्दै क्षमा माग्न थाल्यो। गणेशले उसलाई क्षमा गर्नुभयो र त्यसलाई सानो मुसकमा परिवर्तन गर्नुभयो। त्यस क्षणदेखि त्यो मुसक उहाँको वाहन बन्यो। यसले हामीलाई के सिकाउँछ भने जब ज्ञान र नम्रता अगाडि आउँछ तब जति ठुलो अहंकार पनि अन्त्यमा सानो हुँदै पराजित हुन्छ। त्यसैले यदि आफूमा अहंकार छ भने त्याग्नै पर्छ। ओम गम गणपतये नमः। जय श्री गणेश। तर के तपाईलाई थाहा छ भगवान गणेशलाई विघ्नहर्ता किन भनिन्छ?